एक सानो गाउँ थियो। हरियालीले ढाकेको चिसो हावाले सरल बहने चराको बिहानै गीत गाउने त्यस गाउँमा बस्थे 12 वर्षीय अरुण। उहाँले कहिल्यै कल्पना गरेका थिएनन् कि एक दिन उसको गाउँ यति धेरै बदलिन्छ भनेर। एक दिन अरुणले बिहानै बुवालाई भने, बुबा आज बिहान हावा किन यति तातो छ? ऋतु बदलिएको होला बेटा, केही हुँदैन। तर केही दिनमै गाउँमा अनौठो घटना सुरु भयो। खोला नाला सुक्न थाले, जङ्गल पातलो पहेँलो हुन थाल्यो, चराचुरुङ्गी देखिन छोडे। गाउँका बुढापाकाले भने, हाम्रो पृथ्वी नाराज भयो, हामीले धेरै दुःख दिए जस्तो छ। एक दिन शिक्षिकाले स्कुलमा भनिन्, यो जलवायु परिवर्तन हो। हामीले धेरै रुख काट्यौं, कारखानाको धुवाँ बढायौं, प्लास्टिक समुद्रमा फाल्यौं, त्यसैले पृथ्वी तात्न थालेको हो। यो कुरा सुनेर अरुणको मन भारी भयो। उहाँ फेरि आफ्नो घर गए अनि आफ्नो आमा बुवालाई भने, हामीले गल्ती गरेका छौँ, पृथ्वीलाई बचाउनु पर्छ। त्यसपछि अरुण एक्लै जङ्गलतिर गए। हामीले फेरि हरियो बनाउनु पर्छ। एक रुखले के फरक पर्छ र? अर्को दिन उनीहरूका साथीहरू पनि आए। फेरि अर्को दिन गाउँका ठुला मानिसहरू पनि आए। केही दिनमा निर्माण भयो सुक्खा जमिनमा सानो जङ्गल, जसलाई सबैले मरेको भूभाग भनिरहेका थिए। एक रुखले के फरक पर्छ र? केही महिनामा एउटा सानो जङ्गल तयार भयो, त्यही सुक्खा जमिनमा, जसलाई सबैले मरेको भूभाग भनिरहेका थिए। पृथ्वीलाई बचाउनु भनेको हामीलाई नै बचाउनु हो। त्यसपछि पृथ्वी पनि सास फेर्न थाल्यो। बिहानको हावापानी फेरि चिसो हुन थाल्यो, फेरि नदी बग्न थाल्यो, चराहरू फेरि फर्केर आए। जलवायु परिवर्तन रोकिन्छ भन्ने त्यो सरकारको विज्ञान वा ठुलो सङ्गठनले मात्र होइन, प्रत्येक व्यक्तिले आफ्नो सानो सानो काम सुधारेर सम्भव हुन्छ।